हाई गाइज, आज चाहिँ हामी करेन्ट चाउचाउ खाने प्लान बनाइरहेछौँ होइन। भाउजूहरू हामी मिलेर सबैजनाले पैसा आइसकेपछि चाउचाउ अन्डा डिउ खाने भन्ने प्लान बनाइरहेछ होइन। भाउजूहरू लागि पनि पठाइदिइसकेँ। भाउजूहरू चाहिँ पकाउँदै हुनुहुन्छ होला मेबी। हेरौँ, म चाहिँ भर्खर कामबाट आएर होइन अब जाँदैछु त भाउजूहरूको रुममा। भाउजू खै त सुरसारकै छैन त, के हो पार पान तलाएर मात्रै हो त। अनि चाउचाउहरू खोलेर हार न, अब तिमीले उ गर सिनेको अन्डा चाहिँ यो त आमामा टाइम लागिहाल्छ नि। के भाँडामा पकाउने हो? यही भाँडा हो? ए भाउजूले भाँडा चाहिँ यस्तो बसाउनु भएछ है। लास्ट टाइममा त मैले पो रोकेर राख्नु भएर पुरेर। यो हो चाउचाउ त सबै पकाउने होला है, खाइसकिन्छ नि। एन्ड हटपट स्पाइसी करेन्ट, पहिला करेन्ट पकाउने भन्ने कुरा होइन। अनि त्यसपछि यो लालीमा तल जान्छ है। भाउजू के गर्दै हुनुहुन्छ? तल अन्डा पकाउन दिएको भन्नुहुँदै थियो होइन। पाकिसक्यो छैन। ल अब हामी यहाँनिर चाउचाउ हाल्छौँ होइन। राम्रो भिडियो म राम्रो खाइछु न। एउटा चाहिँ होइन थम्बनेलको लागि राम्रो करेन्टको टिलिक्कै छ करेन्ट। ओहो लुगा के हो? दसवटै हालिसकेको छु यहाँनिर। लौ यो हरियो गेडागुडी र अनि यो भएर होला कस्तो हेल्दी टाइपको पो देखिने रहेछ हो चाउचाउ पनि। यहाँ चाहिँ सागेर गर्नु पाएँ होइन, कस्तो मिठो हुन्थ्यो होला। अर्को त हालेकै छैन। अब अर्को त यस्तै नि, यतिकै यसरी झिको अनि के ल यसको पाले यो यहाँ छ फेरि स्पाइसीहरू चाहिँ। यो रेडी भयो। अब यसको पालो अनि यो हामीले चाहिँ मिक्स गर्ने। अलिक बढी स्पाइसी हुन्छ, बच्चाहरू पनि छन् भनेर यो चाहिँ मिक्स गरेको है। भाउजूले चाहिँ अन्डा खोल्दै हुनुहुन्छ। के माथि करेन्ट तल के भन्छ अरे भाउजू? लाली लाली। अब हामी यहाँ घोल्छौँ। केटाहरूले खाँदैन होला, नखाएको नि हामी खाम। तिमीहरू चाहिँ भाइहरूलाई मिक्स गरिदेऊ ल। यो थोरै हाल होइन, अनि त्यहाँदेखि थोरै यही पहिला त छुट्याउनु पऱ्यो नि केटाहरूलाई। मैले झन्डै हालेँ होइन। अनि मिक्स गरिदिनु खाँदैन नि त। ल बधाइहाल्यो मानिम न। मलाई चाहिँ सेतो सेतो हाल्दै हुन्छ। मलाई पिरोदेखि डर लाग्छ। केको डर हाल्छु होइन, म धेरै तर आज त कम छ है। ल ल त्यो मासुमा त्यो यस्तो गरेर देखाल। कहाँ गयो खोइ ल हालेर आए यति कडा।
छ त्यही यो लाउनु अनि ओ झोल जेन चाहिँ आँडा ल्याऊ कतिवटा थाल्यो नि मलाई नै थाहा कतिवटा चाहिँ लिनहरूले दुईवटा तिमीले दुईवटा सुरज दुईवटा सुशीलाई सुशीला आधार पर्यो थाल कतिवटा ल्याउने हाल जम्मा दुईजनाको त्यो भइहाल्यो होइन म त चमच बिना खान सक्दिनँ होला तिनीहरूले चमच सबको बना यस्तो गरेर घुमाएको बनाएको त्यसरी भाउजू खानु ला आन्टी ला खै भाउजू नि खानु न खै म यहाँ पख न बाउजू भन्छ जिन्छ जेन्छ गुड चमच ल्याएन खै त्यो कोकोला पुग्यो हेर हेर कत्रो हो भाउजूको नै आएर मेरै पुरै अनुहार दे बल्ल जति मैया ल रमाइलो छ होइन तर कस्तो भिडियो चाहिँ अलिक धेरै जुम भएको कि के भएको